मर्निङ एभ्रिवान। आज चाहिँ बिहान उठेर यस्तो भ्यू देखियो, ट्याक्क तारानाकीमा स्टोनै स्नो। अनि हामी जाँदैछौँ तारानाकी। अहिले चाहिँ हामी निस्किँदैछौँ होइन। हाई गुड मर्निङ। लेट्स गो। यो कार पार्किङ। लेट्स गो। नेशनल पार्क हुन त खास अहिले नेम चेन्ज भएर इग्मोन्ट नेशनल पार्कबाट तारानाकी नेशनल पार्क भएको छ। सो दिस इज वाट इट इज होइन। नेशनल पार्कभित्र हामी छिर्दैछौँ। यहाँबाट चाहिँ पुरा इन्क्लाइन छ अनि रोड पनि स्लिपरी छ। सो बाटो पनि सानो छ। अगाडिबाट गाडी आयो भने पास दिन नि अलिक गाह्रो हुन्छ। अब हामी इन्क्लाइन हुँदै माथि टपमा जान्छौँ। त्यहाँबाट चाहिँ बेस्ट भ्युइङ प्लेटफर्म छ। सो लेट्स गो। बाटो हेर्न सक्नुहुन्छ, एकदम सानो छ। विथ स्लिपर लोड। यस्तो जाम छ तलैबाट। बादल पुरै उडिरहेको छ। यस्तो पार्किङ अनि यता पार्किङ खोज्दा भ्यू यही छ। पार्किङ खोज्दा दिस इज द भ्यू। फाइनल्ली अहिले चाहिँ हामी ठिक छ नि। चिसो भएको छ। हामी आइसक्यो। भ्यू चाहिँ यस्तो बवाल छ। देखेन। फाइनल्ली पुगेर यो माउन्टेन होइन। यस ठिक छ नि। दामी लाग्यो। याप दामी धेरै चिसो। आमा यति धेरै चिसो थियो कि आमामा कुरै नगरौँ। ल कस्तो लाग्यो त? एकदम रमाइलो। फाइनल्ली हामी जाँदैछौँ अब आफ्नो घर। अब आफ्नो घर जाँदैछौँ। यस्तै छ भ्यू होइन। दामी छ भ्यू चाहिँ। अगाडिबाट जाँदैछौँ। माउन्टेन छ होइन। लेट्स गो अब। सी यू गाइस। बाई बाई। बाई बाई।